Hello, good morning अनि नमस्कार. Welcome back to K Squad. आज 2 अक्टोबर दशैंको दिन. अलि नरमाइलो पनि लागिरहेको छ यस्तो चाडपर्वको बेलामा विदेशमा. साह्रै दुःख लाग्छ. यहाँहरू सम्पूर्णलाई जो विजयादशमी मनाउनुहुन्छ सबैजनालाई विजयादशमीको शुभकामना. तर ब्याक टु साइप्रस, फेरि ब्याक टु रियालिटी. कामको लागि निस्किसकेको छु. बिहानको 6-7 बज्नै आँटेको छ. 6:50 गयो. अगाडि ट्राफिक अलिअलि छ. बिहान उठेँ, अलिअलि नरमाइलो लाग्यो चाडपर्वको बेला. मेरो मिसेस पनि बिहान उठिन्, नुहाई पूजापाठ र भगवानलाई ढोकेर हाम्रो दिन सुरु गऱ्यौँ. आजको दिन ठ्याक्कै कहाँ जाने हो, के काम छ भन्ने कुरा स्पष्ट छैन, तर दिन सुरु भइसकेको छ. म एक ठाउँमा लगेर चाहिँ कन्टेनर छोडेको थिएँ. त्यो कन्टेनर लिएर, त्यो कन्टेनर निकालेर अनि खाली फ्ल्याट कारोची लिएर चाहिँ कतै लोड गर्न जानेछु. बिस्तारै यी भिडियोहरू का केही छोटा छोटा क्लिप्सहरू म समावेश गर्नेछु. आजको दिन सुरु गरौँ र भिडियोको अन्तिमसम्म बसेर आजका क्रियाकलापहरू, साइप्रसमा एज ए ट्रेलर ड्राइभर के कस्ता कामहरू गर्नुपर्छ, आजको दिन सँगै बिताउँ है त. बिहानी पख साइप्रस सिटीभित्र छिर्ने ट्राफिक. हामी चाहिँ निस्किने हुँदाखेरि खासै ट्राफिकमा परिँदैन. यो ट्राफिक निकै नै लामो छ. सिटीभित्र काम गर्नुहुन्छ भने आफ्नो दिन चाहिँ बिहान अलि छिटै सबेरै निस्किँदाखेरि चाहिँ टाइम जोगिन सक्छ. तर हामी चाहिँ सिटी छोडेर बाहिर निस्केको कारणले गर्दाखेरि खासै ट्राफिक छैन. हामी ट्रेलर लिने ठाउँ लगभग आइपुगिसकेका छौँ. यहाँ छ. अब यसलाई कनेक्ट गरेर चाहिने यो कन्टेनर जुन छ यसलाई चाहिँ हामी निकाल्न लिएर जानेछौँ. फ्ल्याट उसमा चाहिँ कतै सामान लिएर जानुपर्ने छ. हामीले कन्टेनर कपलिङ गरेर निकालिसकेका छौँ. यसको ढोका चाहिँ लाउनु बाँकी छ. राममा बाहिरबाट ढोका खोल्नु पर्ने. नमिल्ने भएको
हामी यो कन्टेनर निकाल्ने छौँ र यो माथि अरू नै केही सामान हालेर कतै जानेछौँ। ठ्याक्क लोकेसन मलाई पनि थाहा छैन। बिस्तारै हुनेछ। भिडियो हेर्दै गर्नु होला है। कन्टेनर निकाल्ने ठाउँ आइपुगिसकेका छौँ। Stop. यसै गरी कन्टेनर पनि निकालेका छौँ। पछाडि खाली छ। हामी यसमा केही सामान लोड गर्न जाँदैछौँ। हेर्दै गर्नु होला है। हामी आइपुगिसकेका छौँ। यही बारेलहरू चाहिँ लोड हुनेछ यसमा। ठाउँ बन्दैछ। यहाँ पप्पी पनि छ है। पान पान FKL mu έξω. Έμπια μέσα FKL μου έξω. Eta मजा आयो हैन? यता मेक्सिकन लोड भइसकेको छ। उनीहरू पछाडि ठ्याक्कै के गर्ने हो भन्ने चाहिँ मलाई थाहा भएन। अब आजको दिन सुरु गरौँ।
यसै गरी गालनहरू हाम्रो गाडीमा लोड भइसकेको छ। अब हामी निस्किँदैछौँ। कहाँ जाने हो के गर्ने हो मलाई अहिलेसम्म आइडिया छैन। अब यहाँको मान्छे मेरो अघि जाने जस्तो लागेको छ मलाई। सायद आज हामी दिउँसोभरि सँगै हुन्छौँ होला। आज क्रियाकलापहरू हेर्नको लागि भिडियोमा अन्तिमसम्म बस्नु होला है त। हामी साइप्रसको मध्यदेखि माथिल्लो पहाडी भाग जसलाई ट्रोडस भनिन्छ, हाराहारीमा साइप्रसको सबैभन्दा अग्लो पहाड पर देखिएको यिनीहरूमध्ये नै एउटा हुनुपर्छ। हामी सुरु गरेको ठाउँबाट लगभग 100 किलोमिटर जस्तो दूरीमा आइपुगेका छौँ। यो साइप्रसको डाँडाकाँडा मध्येमा सबैभन्दा अग्लो डाँडा, यहाँबाट लगभग 20 किलोमिटर जति मात्र टाढा होला। ठ्याक्कै कहाँ जाने भन्ने थाहा नभएको कारणले गर्दाखेरि म चाहिँ नि मान्छे कुरिराखेको छु। यहाँ एकैछिन रोकेर यताको यी सुन्दर दृश्यहरू चाहिँ नि क्यामेरामा कैद गर्दैछु। हाम्रो ट्रक यहाँ रोकिएको छ। पहाडहरू नेपालमा धेरै अग्ला अग्ला पहाडहरू भएको कारणले गर्दा यस्ता पहाडहरू देख्दाखेरि नेपालको एकदमै याद आउँछ। त्यसमाथि आज झन् दसैँको दिन नेपालमा घर परिवार आफन्त धेरै रमाइलो भइरहेको होला। म चाहिँ काम गरिरहेको छु। विदेशमा म मात्र नभएर विदेशमा रहने सम्पूर्ण नेपालीहरू कामै गरिरहेका होला। आकाश नीलो नीलो खुल्ला, धेरै राम्रो मौसम छ आज। यसै बिचमा अब कहाँनिर जाने भन्ने मान्छे आएपछि सँगै जानेछु। भिडियोलाई निरन्तरता दिइरहने नै छु। सँगै रहेर भिडियोलाई अन्तिमसम्म हेरिदिनु हुनेछु भन्ने आशा गर्दछु। हामी लगभग ठाउँमा आइपुगिसकेका छौँ। यो क्रसर जस्तो रहेछ यहाँ। ठुला मेसिनहरू क्रसर फ्याक्ट्री रहेछ यो। सायद यसमा केही भर्ने होला। गिट्टीका थुप्राहरू छन्।
यो यस्तो लेदो अलि देखिएन। यो के रहेछ भने यो सटर पिच गर्दा रोड पिच गर्दाखेरि चाहिँ नि यो फार्माको ग्लुको काम गर्ने हो कि जस्तो लाग्यो मलाई, ठ्याक्क थाहा भएन। तर यो रोडको लागि चाहिँ रोडकै लागि युज हुने हो। यो चिनीबाट बनेको हुन्छ र चिनी फ्याक्ट्रीमा अन्तिममा रहेको त्यो फोरहरू जुन हुन्छ त्यसको चाहिँ रहल पहल हो कि जस्तो लाग्यो मलाई यसो विचार गर्दा। अनि यो चाहिँ रोडहरू पिच गर्दाखेरि यसले चाहिँ ग्लुको काम गर्दो रहेछ है। यहाँ यत्रो यो रोडाहरू छन्, मेसिनहरू छन्। यो चाहिँ नि रेडी मिक्स भन्छ यतातिर, यो चाहिँ त्यो कम्पनी रहेछ। र यो सबै ग्यालनमा चाहिँ भरेर लिएर जानुपर्ने रहेछ यो केमिकल। मैले सहयोग त गर्नुपर्ने थिएन, तर त्यो मान्छे अलिकति बिमारी भएको कारणले गर्दा म आफैले बसिराख्नुभन्दा सहयोग गरिराखेको छु। यो क्रसर फ्याक्ट्री प्लस यो रेडी मिक्स सिमेन्ट बालुवाहरू मिसाएर तयार पारेर लिएर जाने जुन कम्पनी हुन्छ त्यो रहेछ। 2, 4, 6, 8, 10 टन भरिसकेको छ लगभग। अब यो सबै भरिँदैन होला, लगभग अब 4 टन जति बाँकी होला। अनि त्यसपछि हाम्रो काम पनि सकिन्छ। नर्थ साइप्रस देखिँदै रहेछ। वेदर पनि कतिखेर पानी पर्ला जस्तो पनि देखिन्छ। हाम्रो यहाँको लोड सकिएर निस्किएका छौँ। अब टोरस काकुपेत्रिया एरियाबाट हुँदै निस्किनेछौँ। अब यो बन्दै गरेको हाइवे रहेछ। म आइपुगेँ, बाटो हराएँ, धेरै घुम्नु पर्यो। फाइनल्ली आइपुगेँ। यो लिएर आएको जुन केमिकल छ त्यो चाहिँ 3टा ड्रममा प्रोसेक हालिने छ।
जेनेरेटरको माध्यमबाट यस्तै ठाउँमा युज हुने रहेछ। यो पनि रेडी मिक्सकै ठाउँ रहेछ। यो सबै ट्याङ्कीबाट जेनेरेटरको सहायताले यो ट्याङ्कीमा सारिँदैछ। त्यसपछि यहाँबाट यो रेडी मिक्स यहाँ लोड हुँदैछ। सेतो गाडी देख्न सक्नुहुन्छ। यो मिक्स हुँदाखेरि चाहिँ साइजिङ हुने होला। फाइनली सकिएको छ। अब यो ड्रमहरू ब्याक टु बिहान जहाँ लोड गरेको त्यही लगेर अनलोड गरेपछि आजको काम पनि सकिनेछ। जहाँबाट सुरु गरेको त्यही आइपुगिसकेका छौँ। अब यो यहाँ अनलोड गरेपछि आजको दिन पनि सकियो। अब यो सबै डोरीहरू निकालेर त्यसै गरी साँझको 7 बज्न आँटेको छ। आजको काम लगभग सकिने आँटेको छ। मैले भोलि बिहान 7 बजे यही नजिकै आउनुपर्ने भएको कारणले गर्दा यो क्यारेट चाहिँ यहीँ छोडिदिएर भोलि बिहान 6:30 बजे लिन आउने गरी छोडिदिएँ। अब एउटा सानो अर्को काम बाँकी छ। हाराहारीमा अर्को 1.5-2 घन्टा जतिको काम होला। तर यो भिडियो चाहिँ मैले यहीँ टुङ्ग्याउने निर्णय गरेको छु। आज दसैँ टिकाको दिन, हिन्दूहरूको महान चाड 2082 सालको पावन अवसरमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना छ भन्दै यो भिडियो म यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त अर्को भिडियोमा भेटौँ है त।